फाइनल्ली हामी थाइल्यान्ड जाँदैछौँ विथ माई वाइफ। हामी चाहिँ अहिले यहाँ कहाँ छौँ? हामी अहिले वेटिङ लबीमा छौँ, पुगिरहेको छौँ। हाम्रो इमिग्रेसनहरू सबै सक्यो। अब हामी चाहिँ ट्राई गर्न मात्र बाँकी छ। प्रियङ्काले चाहिँ मिठो मिठो किनेर ल्याउँदैछ। अब 1.5 घन्टा के गरेर बस्ने होइन, खाएर बस्ने हो अब, हो कि न? प्रियङ्कालाई चाहिँ झ्याउलाएर सुतिसक्यो। अझै 1 घन्टा बाँकी छ। 1 घन्टा हामी चाहिँ प्लेनमा बसिसकेका छौँ। अब 5-10 मिनटमा पुग्छ होला। हामीलाई इट विल टेक अराउन्ड 3 आवर्स। हामी 3 घन्टामा 3 घन्टामा हामी चाहिँ ब्याङ्कक पुग्छौँ। त्यहाँबाट फेरि 2 आवर्स कारबाट ट्राभल गरेर हामी पटाया जान्छौँ आजको दिन चाहिँ। ओके, सो विल सी यु व्हेन वी विल रिच ब्याङ्कक। मेनु चाहिँ यस्तो छ हाम्रो प्लेनमा है। लगभग सबै नन भेज नै छ। एफोर्डेबल प्राइस नै छ, त्यस्तो महँगो छैन सोचे जति। सबै थाई भातमा छ। अब यहाँ नेपालीमा पे गर्न मिल्छ कि मिल्दैन चाहिँ थाहा छैन होइन त। तीन वर्ष अगाडि एउटा साथीले थाई भात दिएर गएको, पैसा दिएर गएको थाई पैसा। त्यही पैसाको अहिले भात खाँदैछु है। काम लाग्यो है पैसा को छैन, थाई भातै साटेको छैन। एयरपोर्टमै साट्छु भनेर ती पहिलाको यतिकै पर्समा हालिरहेको थिएँ। त्यही पैसाको हामी भात खान पाएँ। धन्न है, धन्न। वेट Hi Vicky. After 3 hours of flight, we have reached to Thailand. We have reached to Thailand. Yay! अब हामीलाई लिन आउने मान्छे खोज्न जाँदैछौँ। गेट नम्बर 5 मा आउँछ भनेछ। अब हामी त्यही जाँदैछौँ। अब यहाँबाट 2 घन्टा गाडीमा चढेर ब्याङ्कक। हामी चाहिँ यहाँ डलर साट्दैछौँ पाहाडसँग। 28 हामी चाहिँ पाहाड साट्दैछौँ है डलरसँग। यहाँ चाहिँ सिम लिनुपर्छ साटेर। गुड मर्निङ, हामी छौँ अहिले पटायामा। सो दिस इज आवर रुम। यो चाहिँ हाम्रो रुम हो है। अनि हाम्रो बाल्कनी पनि छ यहाँ। पोखराको भाइब चाहिरहेको छ, त्यही पनि पटाया पुगिसक्यो, पोखराको भाइब चाहिरहेको छ। सो दिस इज आवर रुमको बाहिर पाइन ट्रिजहरू छ, स्विमिङ पुल पनि छ। रुगा लगाइसक्यो रातभर एसीमा बसेर। त्यो लगाइदियो र मलाई पनि। हाई, गुड मर्निङ। गुड मर्निङ। लिप गार्ड खाऊँ न। दिदीले आज गुड स्लिप भाइ आज। आई मिन एकदम थाकिरहेको थियो। सिक्क होइन यस्तो भएको थियो, एकदमै थाकिरहेको थियो। एन्ड देन यहाँ पुग्दा पनि हामी यहाँको टाइम अनुसार वी रिच्ड हियर एट ओन्ली 12 PM। अनि सुते जस्ट इट वाज। होटलमा ब्रस चाहिँ लिएर रहेछ है, लिएर आउनुपर्ने। अब किन्न जानुपर्छ। अब हामी ब्रेकफास्ट गर्छु, ब्रस किनेर आउँछु। त्यसपछि कोरल आइल्यान्ड। हामी टुथब्रस खोज्न गइरहेछौँ। अनि चप्पल पनि पुरा पोखरा लेक साइड भाइब छ है यता। मलाई के भयो यस्तो रहेछ क्या यहाँ चाहिँ त्यो हामी पोखराको भित्रभित्र स्ट्रिट नम्बरको बाटोहरू हेरेर होइन। बट त्यही साइन बोर्ड होर्डिङ बोर्डहरूले चाहिँ त्यो थाई भाषामा लेखेको भन्छ ओके वी आर इन थाइल्यान्ड भन्ने एसेन्स दिन्छ। अदरवाइज इट लुक्स लाइक अ बिट अफ पोखरा। सो 7-11 पुग्यौँ हामी है। 7-11 चाहिँ यहाँको एकदम फेमस स्टोर हो, जहाँ पनि पाउँछ 7-11। सो इट इज लाइक अ बिग मार्ट जस्तै हो नेपालको बिग मार्ट जस्तै हो 7-11 भनेको। We have reached to Coral Island. Coral Island त पुगेको छैन। या Okay, hotel. My
think we are from the same. Mine just चप्पल ले लो should not allow चप्पल हाउ मच 200 baht 400 हाँ 400 baht is too expensive 300 baht 150 baht No, we don't want it. you walk ना should not allow This one, man. धेरै लुटेको यार हामीले Your room number. एउटा त चाहिहाल्यो नि होइन चाहियो तिमीलाई Wow! You look different. चप्पल एउटा लिऊ भने त लिएनौ मलाई त्यो जे पाइयो अहिले चप्पल मन परेन क्या त्यही भएर खै देऊ न मलाई नाच त एकचोटि नाच त त्यो हेर न पटाया हामी पटायामा छौँ हामीले एउटै फोटो खिचेको छैन है यो चाहिँ टिङ्कु हाउ आर फिलिङ टिङ्कु अहिले चाहिँ आइएम फिलिङ लाइक अब चाहिँ बल्ल घुम्नु जस्तो लाग्यो यो चाहिँ पोखरा लेक साइड होइन है यो चप्पल चाहिँ 400 भाट भनेको है 400 भाट भनेको 50 भाटमा ल्यायो 50 भाट भनेको लगभग 250 रुपियाँ नेपाली सुरुमा कति भयो 400 भाट भने कति भयो 400 भाट भनेको 1600 एउटा चप्पलको 1600 भनेको थियो अनि मैले चाहिँ 250 सम्म ल्याएँ घटाएँ यसरी स्क्याम हुन्छ है ठग्छ है स्पिड बोटिङ अब स्पिड बोटबाट हामी जाँदैछौँ कोरल आइल्यान्ड हाम्रो स्पिड बोट कहाँ छ यार हामीलाई हिँडाइ छ अघिदेखि अनि एकचोटि एकजना मान्छेले हामीले चाहिँ झुकेर अर्को ग्रुपसँग गयो अनि हामीलाई थाइल्यान्डमा हामीलाई गेट आउट पनि भन्यो गेट आउट खायो यार हामीलाई गेट आउट भन्यो चलो रे Hello, bhai. Move here, sir. Only that both together. Together. Okay. Chalo, chalo. यसरी स्पिड बोट ट्राभल हुँदैछ हाम्रो कोरल आइल्यान्ड जानलाई थाइल्यान्ड भन्दा इन्डियन भाषा धेरै बोल्ने रहेछ यार होइन हामी इन्डियन ग्रुपसँग पनि भएर पनि हो अनि सरप्राइजिङली म चाहिँ एउटा भाइसँग चाहिँ इङ्ग्लिस हिन्दी मिक्समा बोलिरहेको थिएँ त भाइ चाहिँ नेपाली रहेछ उसले मलाई नेपालीमा जिस्काएकै छ Đây. Enjoy! Hi everyone, so रवि चाहिँ उता के अरे यो के भन्छ होला मलाई भन्न आएन यहाँ त्यो गर्न गएको छ म चाहिँ यहाँ किनकि सबैलाई एकैचोटि बस्नु हुँदैन रहेछ सो ऊ पहिला गएर मैले चाहिँ यहाँ सामानहरू समातेर बस्नुपर्ने हुन्छ ऊ जाँदैछ है त जाँदैछ अलिक सो यो उसको चाहिँ आइपुग्यो तल आइपुग्यो ल ऊ आयो 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 ल म उसलाई सोध्छु यति बेला कस्तो भयो भनेर कस्तो भयो रमाइलो हुँदो रहेछ कस्तो हुँदो रहेछ रमाइलो छ तर अलिक सर्ट भयो है रमाइलो छ रमाइलो त एकदम म त क्या तिमीलाई हेरेर त्यो प्रियङ्काले अब गर्दैछ प्यारासेलिङ गर्दैछ हेरौँ हामी प्रियङ्काले प्यारासेलिङ गरेको भिडियो कति डराउँछ हेर डराए जस्तो छ है डराए जस्तो छ प्रियङ्का इधर से मम्मी आएगी देखना घूम के डराए जस्तो छ
कस्तो भयो त कस्तो भयो रमाइलो भयो त्यो त हात समात्ने कस्तो कडा छ नि है म त सुरुमा एकछिन डर पनि लागिरहेको बट इट वाज फन एट द एन्ड ल जाउँ जुत्तालाई अन्डर वाटर रे अब अब जाउँ एकछिन चाहिँ डर लाग्यो कस्तो भयो प्यारासेलिङ गऱ्यो अब हामी होइन सुरुमा अलिक डर लागेको जस्तो हुन्छ पछि चाहिँ नर्मल अब हामी अन्डर वाटर गर्न जाँदैछौँ कुन ठाउँबाट हुने पर्यो हामी भक्तपुरबाट बुल्डो हजुर म इन्डियाबाटै हो होइन तर म आइडिमा स्कुलिङ भर्खर अन्डर वाटर गरेर आएको होइन आई थट इट वाज नेचुरल बट सबै म्यानमेड रहेछ होइन त्यस्तो यस वी आर कमिङ यस वी आर कमिङ त्यस्तो रमाइलो पनि लागेन होइन 10मा आउट अफ 10मा 3 भनौँ न त्यस्तो रमाइलो आइल्यान्डको लागि बोलाएको छ अब हामी आइल्यान्डको हामीले चाहिँ प्याकेज लिएको थियो 2500 भातको त्यसमा चाहिँ अन्डर वाटर आउँछ प्यारासेलिङ आउँछ अनि बनाना राइड अनि स्पिड बोट 4वटा इन्क्लुडेड छ त्यसमा चाहिँ हामी चाहिँ कोरल आइल्यान्ड बिच पुग्यौँ अहिले जाउँ समाट न जाउँ न मैले समात्न मिल्दैन हेलो नयाँ लुगा किनेको छ भर्खर 250 भात 300 भात भनिरहेको छैन 50 रुपियाँ डिस्काउन्ट दिउँ अब हामी स्पिड बोट गर्न जाँदैछौँ स्पिड बोट र बनाना बोट बाँकी छ हाम्रो अब त्यही गर्न जाँदैछौँ हामीले भर्खर स्पिड बोट र बनाना गऱ्यौँ अब हामी फेरि जाँदैछौँ उता अलिक पौडी खेल्न बिचमा ठिकै खासै ड्रिम रेटमा सक्छ तर ठिकै रमाइलो हामीलाई मेन तनाव भनेको यहाँ ब्याग कहाँ राख्ने सामान कहाँ राख्ने भइरहेछ कि कहीँ बसेको स्ट्यान्डअप भनिदिन्छ यार कुर्ने मान्छे नि कोही छैन कहाँ राख्नुपर्छ कहाँ समोसा दुइटाको सेम भात लियो विच इज लाइक 460 रुपिज नेपाली रुपिज समोसा दुइटाको 460 नेपाली रुपिज चुना 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 कस्तो लागिरहेछ त चुना लाएर रमाइलो रहेछ वी आर हेडिङ ब्याक टु होटल अब हामी होटल जाँदैछौँ अनि लन्च गर्नलाई यहाँको 3 बजे 5 बज्छ होला है नेपालमा डह्रो जाडो महिना लागिरहेछ होइन यहाँ चाहिँ गर्मी नै छ यहाँ हामीलाई लिन आयो स्पिड बोट वी आर हेडिङ ब्याक टु होटल हामी होटल जाँदैछौँ फेरि यहाँ लाइन बसिरहेछौँ हामी खाना खान जाँदैछौँ हामी पुग्यौँ पटायामा र यहाँ खाना हाम्रै होटलमा पाउँछ भने जस्तो लाग्यो खाना है हो घरको याद आयो तन्न भात खायो है मासु भात पनि छ यहाँ इन्डियन रेस्टुरेन्ट भएर होला मासु भात खानु पाएको त्यो फुडको चाहिँ त्यो के भन्छ फुड हाम्रो क्रेभिङ नेपाली फुड चाहिँ क्रेभ भएको छ किनभने हामी आएको दिनदेखि नै हामीले राइस खान पाइरहेको छ है हिजो पनि खाना खानु पायो आज पनि खाना खानु पायो हेलो ओके हाम्रो डे 2 कम्प्लिट भएको छ हामीले आज बिहान कोरल आइल्यान्ड गयौँ प्यारासेलिङ गऱ्यौँ अनि स्पिड बोट गऱ्यौँ अन्डर वाटर गऱ्यौँ अनि बनाना राइड गऱ्यौँ सो अन्डर वाटर इज लाइक यो चाहिँ एउटा के भन्छ आई वाज थिङ्किङ कि नेचुरल हुन्छ सबै तर सबै म्यानमेड रहेछ अन्डर वाटर होइन खास त
1 मिनटमा सक्थ्यो तर त्यही 5 मिनटमा 5-10 मिनट त्यही उभ्याइराख्यो होइन तल पानीमा जाउन्जेल चाहिँ तल नपुगेसम्म चाहिँ कान चाहिँ पुरै फुट्ला जस्तो थियो है गिभअपै गर्न मन लाग्थ्यो माथि आउन मन लाग्थ्यो तर होस् भनेर तल जाँदा ठिक हुन थाल्यो बिस्तारै अनि प्रियङ्काले चाहिँ गिभअप नै गरेको थियो तैपनि उसको भाषै बुझेन अनि उसलाई त्यतिकै तल लग्यो अनि ठिक भयो तैपनि है हाम्रो 4वटा प्याकेज प्यारासिलिङ अनि स्पिड बोट अन्डर वाटर अनि बनाना राइड गर्दा चाहिँ 2500 बाट इच पर्सन पर्यो सो एउटा प्याकेजै भयो यो एउटा चाहिँ अनि हामी त्यसपछि त्यो सकाएर हामी फेरि लन्चको लागि हाम्रो होटल आयो अनि लन्च खाएर फेरि बाहिर एकचोटि अलिक घुमेर अलिक टाकाटुकु खाएर अनि हाम्रो दिन सक्यो अब हामी सुत्छौँ आज मस्तले सुत्छौँ अनि भोलि हाम्रो छ ब्याङ्कक जाने ब्याङ्कक सिटी टुर छ भोलि हाम्रो अनि सो गुड नाइट गाइज डे 3 आज हामी ब्याङ्कक जाँदैछौँ अहिले चाहिँ हामी ब्रेकफास्ट गरेर अब बाहिर निस्किन्छौँ 10:30तिर अनि आज ब्याङ्कक टुर मलाई अझै निन्द्रा लागिरहेछ Okay, we are having breakfast now. Indian breakfast. मिठो छ मिठो छ Guys, ब्याङ्ककमा आएर we are having आलु पराठा अनि मिठो छ जस्ट फुडहरूमा त्यस्तो हामीलाई गाह्रो भइरहेको छ Okay, it's 7:30. We are going to Bangkok city tour. I guess 7:30. 10:30. It's 10:30. 10:30. Hello, Priyanka. Are you excited today? Yes, I am. But you didn't look excited. I am. We are at James Gallery. Surprise visit. We are at James Gallery. Pinku. Yes, we are. यो चाहिँ जेम्सहरू कसरी फाइन्ड आउट गर्छ भनेर देखाइरहेको हो स्पिकर यहीँ छ कि यहीँ छ कि स्पिकर भर्खर जेम्स ग्यालेरी गएर आएको होइन हामी त फ्री इन्ट्री भनेर सोचिरहेको थिएँ फ्री त फ्री इन्ट्री हो तर त्यहाँ चाहिँ के किनाउन खोज्ने रहेछ है रमाइलो छ अलिकति तर होइन अब तपाईँहरू यहाँ आएर चाहिँ if you want to buy some good jewelry-हरू भने चाहिँ good deal हुनसक्छ होइन यहाँ अब गाडी खोइ ड्राइभर पैसा लिएर भाइ क्या हो सुन्न भन न छ We have come to mini reclining Buddha. अनि यसको लागि चाहिँ तपाईँहरूले टिकट काट्नुपर्छ पर पर्सन 40 बाट हाम्रो चाहिँ यहाँ ड्राइभरले नै काटिदियो किन हो थाहा छैन मेबी प्याकेजमा इन्क्लुडेड छ होइन भनेर होला एकदम खासै वाउ त छैन अहिलेसम्म हेरौँ भित्र यताउता के छ दिस इज मिनी रिक्लाइनिङ बुद्ध खासै वाउ चाहिँ छैन है थाइल्यान्डसम्म आएर यति हेर्नु इज नट वाउ होइन त कस्तो लाग्यो त यो ठाउँ तिमीलाई खासै वाउ त छैन है त्यति घुम्ने ठाउँ पनि छैन यहाँ खासै वाउ पनि छैन यस्तो खालको चिज चाहिँ we have already seen नेपालमै त्यही भएर इट्स ओके
हामी अहिले गोल्डन बुद्ध पुग्यौँ। यहाँ चाहिँ 100 बात लिँदो रहेछ पर पर्सन टिकट। अनि यहाँ हाफ प्यान्ट त्यस्तो लुगा लाउन मिल्दैन है, सोल्डर खुलेको। ओके, कस्तो लागिरहेछ प्रियङ्का तिमीलाई यहाँ? डज इट वर्थ इट? कतिको राम्रो? 450। ओके, दिस इज गोल्डन बुद्ध। पाउँछ होला खै। किन दिन्छ? यो ठाउँ पनि खासै मजा चाहिँ आएन है, खासै त्यस्तो केही छैन। बुद्ध भनेर 100 बातको मजा आउनु पर्ने 100 बातको मजा आयो, तर इट्स ओके। अनि यस्तो नयाँ ठाउँमा आइसकेपछि इट्स अल अबाउट टेकिङ एक्सपिरियन्सेस। पिङ्कु राख्ने सबै आउने अया छर आउने भाइ We have reached to Platinum Mall. हामी प्लाटिनम मल आइसकेका छौँ। अब यहाँ हामी यहाँ के खाने भनेर यहाँ हामी हेरिरहेछौँ, के खाउँ भइरहेछ यहाँ। जुत्ता खान्छ नि त म 100 बात। How much? 200 baht. And this? Same. कस्तो छ? मिठो छ है? म चाहिँ ब्राउन खाँदैछु, एकदम मिठो छ यो चाहिँ। मलाई चाहिँ मिठो लाग्यो। मोमो पनि छ। प्लाटिनम मलमा सपिङ हुँदैछ हाम्रो। हैन हामी एक्सप्लोर गर्दैछौँ। लेट्स सी एक्सप्लोर गर्दैछौँ। किन हालौँ न एकछिन पखाउनु हैन के हतार छ र। आई एम नट मर्निङ पर्सन। भेराइटी चाहिँ धेरै छ है। भने जस्तो सस्तो छैन यार है। ठिकै छ। भने त भने जस्तो सस्तो छ त छैन नि। हामीले कन्भर्जन गरेर हेर्ने हो क्या। 200 बात भने नेपाली अनि 900 भइसक्यो। त्यही त कन्भर्जन गरेर हेर्ने। सामान सस्तो भनेर आएको, खास सामानहरू सस्तो छ भनेर आएको होइन। खासै सस्तो रहेनछ है, होइन त है? खासै सस्तो रहेनछ। हामीले एउटा लगेज चाहिँ किन्यौँ, 600 बातमा। लगेज चाहिँ ठिकै प्राइस थियो है। हामी प्लाटिनम नाइट मार्केट जाँदैछौँ अनि भर्खर यहाँ प्लाटिनम नाइट मार्केट जाँदैछौँ। अनि हामीलाई भर्खर चाहिँ एउटा टुकटुकले झन्डै स्क्याम हानेको 300 बात भन्दै थियो। धन्न हामीले बोल्ट एप युज गरेर चाहिँ कति कहाँदेखि कुन डिस्टेन्सको कति लाग्छ भनेर अलिकति आइडिया भयो। झन्डै 300 बात स्क्याम गरेको चाहिँ अब यति बाटोको लागि चाहिँ 8 मिनट हिँडे पुग्ने बाटो हो होइन। झन्डै 300 बात चटपटे छ र नेपाली बोल्ने रहेछ यहाँको मान्छे कतिले होइन। अनि हिन्दी पनि बोल्ने रहेछ। हिन्दी चाहिँ मेजर, थाईभन्दा हिन्दी बोल्ने, नेपाली पनि बोल्दो रहेछ कसै नेपाली नै हो नि त भन्नु त्यो। नेपालीमा हो। खोइ त बरु उदातिर बरु थियो सामानहरू। यो चाहिँ इन्द्र सेन्टर, इन्द्रा मार्केट पुरै नेपाली भएको छ। नेपाली गीत बजिरहेछ ब्याकग्राउन्डमा। यसो लाग्दैन क्या मम्मीलाई त। थाहा छैन यहाँ के किन्ने भइरहेछ अझै। यो चाहिँ प्लाटिनम मल भन्दा अलि सस्तो रहेछ। त्यस्तो सस्तो त छैन, अलि सस्तो प्लाटिनम मल भन्दा। प्लाटिनम भन्दा चाहिँ अलिकति अफोर्डेबल भन्दा नि सस्तो। केटीहरूलाई मात्र ठिक रहेछ थाइल्यान्डको सपिङ भने। केटाहरूलाई त के पनि छैन। केटाहरूलाई लिटरल्ली के पनि छैन। टी सर्ट प्यान्ट जुत्ता बाहेक सब केटीहरूको मात्र प्रडक्ट्स।
सबै केटीहरूको प्रडक्ट्स सो वी हेभ ब्याक फ्रम सपिङ गरेर आइयो खासै धेरै सपिङ त गरेन मेरो लागि एउटा चप्पल उसको लागि लुगा सुगा गहना ब्याग सबै किनेर ल्यायो मलाई चाहिँ एउटा मात्र चप्पल किनेर ल्याए थाइल्यान्डमा आएर पानीपुरी खाँदैछ प्रियङ्का चगुठीले कस्तो लाग्यो पानीपुरी है कस्तो छ इन्डियन टेस्ट छ कि नेपाली टेस्ट छ थाइल्यान्डमा पानीपुरी त खास इन्डियनको हो नि होइन झोल राख न झोल राखेर खाउनु अघि हाम्रो दिन चाहिँ यसरी नै सकेको छ आजको दिनभरिको समरी गर्नुपर्दा हामी मिनी रिक्लाइनिङ बुद्ध गयौँ गोल्डन टेम्पल गयौँ अनि सपिङको लागि गयौँ अनि त्यति नै हो धेरै चिज गर्न पाएन आजको दिन 10मा रेटिङ गर्नुपर्दा 5 त्यस्तो हेक्टिक पनि थिएन होइन जस्ट हिजोको जति रमाइलो भएन हिजो कोरल आइल्यान्ड जतिको चाहिँ रमाइलो भएन अनि मान्छेहरूले यहाँ सपिङ गर्ने एकदम सस्तो छ भन्छ नि होइन त्यो चाहिँ हामीले देखेन त्यो चाहिँ एकदम महँगो रहेछ हामीलाई थाहा भएन लास्टै महँगो रहेछ सपिङ यहाँको पैसाको लागि त ठिकै हो चेन्जले गर्दाखेरि चाहिँ होइन हामीले त मान्छेले कन्सेप्ट नबुझ्नु जस्तो लाग्यो है महँगै छ भनौँ न नेपालभन्दा सस्तो पनि छैन नेपाल जतिकै छ है दिस इज डे 4 आज हाम्रो फ्री डे हो होइन अनि आज हामी अहिले जाँदैछौँ वाट अरुण हामी गाडी कुर्दैछौँ वाट अरुण जाँदैछौँ वाट अरुणबाट हामी स्पेसियल टाइम स्क्वायर जान्छौँ अनि त्यसपछि चक्लेट भिल भोलि त घर यस्तो हो कि होइन घुम्न त ठिकठाकै छ तर फुडको लागि मलाई घर जानु पर्यो यहाँको यस्तो केस मिलेन मलाई त है हेर खानु मन लाग्ने जे पनि खाने भन्ने तर त्यो अब म्याकडोनल्ड्समा पनि अर्कै बनाउने अनि त्यसपछि केएफसीमा पनि अर्कै बनाउने अनि कस्तो बनाउने आई वान्ट टु गो जस्ट गुड फुड सो यसरी मेकअप गरेको चाहिँ अनि ड्रेस लगाएको चाहिँ 200 बात लिन्छ अनि मेकअप पनि इन्क्लुडेड हो हेयर पनि इन्क्लुडेड हो 200 बातमा चाहिँ अनि ऊ चाहिँ मेकअप गर्दैछ अनि म चाहिँ उसको टाकटुक सामानहरू लिँदैछु यसरी पर्स छ एड छ म चाहिँ एसिस्टेन्ट बनेर बसिरहेको छु How are you feeling, madam? Feeling like a princess? Yeah? वाट अरुणमा चाहिँ यसरी लाउनु पाउँदैन है यस्तो गरी लाउनु पाउँदैन हो म चाहिँ यहाँ टिकट लिँदैछु पर पर्सन 200 भाट भनेको छ वाट अरुणमा छिर्नुलाई यही रहेछ वाट अरुण गाडी आयो गाडी वाट अरुणको अलि राम्रै रहेछ हिजो अस्तिको भन्दा त राम्रै रहेछ राम्रो नै छ वाट अरुण चाहिँ है पछाडि हेरौँ त ल पेनको आसे सवादिका खाम्बाको के अरे थ्याङ्क्युलाई के भन्छ खाम्बाको होइन खापुका भनेको चाहिँ थ्याङ्क यू अनि सवादिका भनेको चाहिँ हेलो ल सबै आउने गरी खिच्ने हो
आज फोटो राम्रो आएन तिरो धरा फोटो खिच्नु भिडियो खिच्नु नभयो है लाको त मतलबै भनेन नत्र म खोलिदिन्छु जग्गा अब अगाडि गरौँ के भने राम्रो खिचेन क्या तिमीले राम्रो खिचिहाल्छु नि देऊ अन्त किन भ्लग गरेर भने अहिले एङ्गलै मिलाएको छैन ल्याऊ म दामी दामी खिचिदिन्छु यहाँ ल्याऊ ओए पिङ्कु रिसाएर गयो फोटो राम्रो आएन भनेर ओके सवादी खा अब हामी अरुण घुम्न सकायौँ अब हामी जाँदैछौँ स्पेस एन्ड टाइम स्क्वायर 12 बज्यो लास्टै गर्मी छ यार एउटा केटी त झन्डै झन्डै फेन्ट हुन लागेको थियो होइन फेन्ट नै हुन लागेको थियो मेरो प्रियङ्काको राम्रो फोटो आएन भनेर मुड अफ छ होइन होइन अघि रिसाएको होइन अहिले लास्टै बम भएको थियो बम फोटै राम्रो फोटोग्राफरै हायर गर्दैन फोटोग्राफरको 1500 भात रे के हायर गर्नु होइन 1500 भात भनेको लगभग 6000 एक दिनको 6000 एक दिनको पनि होइन 1 घन्टाको 6000 नि तिर्छ आधी घन्टाको 6000 तिर्छ कसैले तिर्न सकिहाल्दैन तिर्न सक्ने कुरा होइन इट्स एबाउट वर्ड अफ मनी अब टाइम स्क्वायर क्युबमा भेटौँला साथी हो हेडिङ टु स्पेस एन्ड टाइम स्क्वायर कस्तो लाग्यो तिमीलाई वातावरण कस्तो लाग्यो भन त राम्रै थियो ठाउँ तर यस्तो भयो कि एकदमै धेरै घाम होइन तर अब आई थिङ्क अब राम्रो फोटोको लागि चाहिँ यु क्यान गो इदर अन एकदमै मर्निङमा किनकि 8 बजेबाट खुल्छ अर इभिनिङमा अब राम्रो फोटै आएन है ठिकै छ राम्रै छ नट वाउ तर ठिकै छ आई क्यान कन्फिडेन्स छ क्यामेराको गाडी अघिसम्म त रिसाइरहेको थियो अरे एकछिन भयो नि मेरो तर ओके हामी स्पेस एन्ड टाइम स्क्वायरमा पुग्यौँ अब हामी यहाँ खोज्दैछौँ इन्ट्रान्स कताबाट जाने भनेर हामी चाहिँ गुगल लेन्सको ट्रान्सलेट युज गरेर त्यो बोर्डहरू कार्डहरू होइन ट्रान्सलेट गरिवरि म्यानेज गरिरहेको छु यहाँबाट कता मलाई थाहा थिएन के तर यो कुरा गुगल लेन्स युज गर्ने बानी गरौँ है यसरी आउँदा चाहिँ ए राम्रो ओके वी हेभ रिच टु मेन हल अफ स्पेस एन्ड टाइम स्क्वायर कम हामी चाहिँ मेन हलमा पुग्यौँ है यसो वाल ए वाउ पक्क एकछिन लेट देम डु फर्स्ट अरू हेर्दै गरौँ न त टन्नै फोटो खिच्नु पर्ने रहेछ आमा त लुगाहरू भएन है उता जानु परेन ए यहाँ यसरी खिच्नु कसरी ए आवाज गरेन दिस इज काइन्ड अफ एलुजन है अलिअलि एलुजन देख्छ खिच त्यो चाहिँ दामी छ है हामी चाहिँ अब रेलवे सो कुर्दैछौँ 7 मिनट्स बाँकी छ है 7 मिनट्स बाँकी छ वी आर वेटिङ फर रेलवे सो हामी चाहिँ रेलवे सिनेमा जाँदैछौँ
प्रियङ्का भित्र गयो आर्ट This is a lunar space station. The space station is responsible for transporting supplies between Earth and the Moon, serving as our refueling station for exploring the universe. Look, प्रियङ्का International how are you feeling? waving at us. भर्खर हामीले रेलवे सिनेमा इन्टरस्टेलर हेरेको एकदम रमाइलो भयो है लाइभ एक्सपिरियन्स त्यो मुभीभित्र चाहिँ हामी नै थियो जस्तो फिल भयो क्या सो गुड दिस इज द फ्युचर अफ सिनेमा त्यो चाहिँ एक्सपिरियन्स लिने होला अलिक महँगो भए पनि तर रमाइलो चाहिँ रमाइलो छ 5 मिनट्सको हो लास्टै रमाइलो लाग्यो मलाई चाहिँ 5 मिनट चाहिँ कस्तो 1 सेकेन्डमै गयो जस्तो फिल भयो बुझ्यो 5 सेकेन्ड चाहिँ कस्तो 1 सेकेन्डमै गयो सरी 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 1 मिनट के भने मैले के भने अब हामी जाँदैछौँ होटेल अनि त्यहाँबाट एकछिन रेस्ट गरेर चक्लेट हिल जान्छौँ होइन त साथी Chocolateville is the Disneyland of Thailand. Let's see. के अब रहेछ हामी चाहिँ अब बोल्टबाट गाडी बोलाउँछौँ अनि ए हाम्रो बस्दा बस्दै बोलाउनु होटेल फेरि जान्छौँ। बाहिर कुरेर बस्नुपर्छ ए हामी त चकलेटभिल हाम्रो चाहिँ डे 4 सकिएको छ हाम्रो डे 4 सकिएको छ हामी चक्लेट हिल जान्छौँ भनेको अलि सन्चो नभएर हामी दुबईलाई सन्चो नभएर होइन हिजो रात पर एसी अन भएर हामी गएनौँ आज यहीँ ल्याम्ब्या ल्याम्ब्या गरेर बसिरहेछौँ सो आजको दिनको समराइज गर्नुपर्दा चाहिँ हामी वाटरुन गयौँ होइन त्यहाँ लगभग 650 भाट खर्च भयो अनि त्यसपछि स्पेस एन्ड टाइम ट्युब्स गयौँ त्यहाँ लगभग 2000 भाट खर्च भयो त्यहाँ 1500 भाट त त्यही अब 1600 भाट त त्यही 1400 भाट त त्यही टिकट्समै गयो होइन अरू खानासाना 2000 भाट जति खर्च भयो त्यस आजको दिन चाहिँ रमाइलो भयो भनौँ न है होइन त अब भोलिको भिडियो के बनाउनु है अब यहीँबाट समाप्त गर्नु पर्ला अब होइन हामी- भोलि उसको गर्दा हुन्छ नि के त्यो प्लेनबाट गर्दा ए, पर्दैन भोलिको नबनाऊ भोलिको भिडियो बनाउनु होइन हामी भोलिको बनाउँदैनौँ अब बनाउनु पर्छ यहीँ एड गर्छौँ हामी चाहिँ जे होस् थाइल्यान्ड रमाइलो भयो डे 3 अलि च्याउ भयो कोरल आइल्यान्ड रमाइलो भयो त्यो क्रिसमसको ट्रिपमा गएर मेरी क्रिसमस कोरल आइल्यान्ड रमाइलो भयो अनि आजको दिन अलि रमाइलो भयो स्पेस एन्ड टाइम क्युब्स जाँदा रमाइलो भयो जे होस् ल बाई 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 एन्ड Everyone, Happy New Year Merry 2020. Christmas. Yeah. मिलेन ह्याप्पी न्यु इयर एन्ड 2026 ह्याप्पी न्यु इयर 2020-26 एन्ड मेरी क्रिसमस बाई बाई सेफ ट्राभल